नमस्ते। आजको ताजा समाचार सुन्नुहोस्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले पूर्वी युक्रेनको कब्जा गरिएको क्षेत्रमा रहेको विद्यार्थी छात्रावासमा घातक हमला गरेको आरोप लगाउँदै बदला लिने चेतावनी दिनुभएको छ। लुहान्स्क क्षेत्रको स्टारोबिल्स्क शहरमा भएको यस हमलामा 18 जनाको मृत्यु भएको र 42 जना घाइते भएको रुसको आपतकालीन मन्त्रालयले जनाएको छ। युक्रेनी सेनाले स्टारोबिल्स्कमा रुसको कुलिन रुबिकन ड्रोन सैन्य इकाइको मुख्यालयमा हमला गरेको दाबी गरेको छ। यद्यपि पुटिनले उक्त क्षेत्रमा कुनै सैन्य सुविधा नरहेको बताउनु भएको छ। उहाँले रुसी सेनालाई बदलाको लागि प्रस्तावहरू तयार गर्न आदेश दिनुभएको छ। युक्रेनले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्दै सैन्य पूर्वाधारलाई मात्र निशाना बनाएको बताएको छ। यदि यो समाचार मन पर्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्ट गर्नुहोस्। विश्वका ताजा समाचारका लागि हामीसँगै रहनुहोस्। धन्यवाद।